Guys, welcome to my vlog. मैले बिहान उठेकोदेखिबाट चाहिँ भिडियो चाहिँ बनाएँ कि सो हैन. Oh my god! Hi, good morning everyone. So this is my first vlog. म चाहिँ फर्स्ट चोटि भ्लग बनाउँदैछु अनि भ्लगमा चाहिँ म आज के बनाउँदैछु भन्दाखेरि चाहिँ म आज के गर्छु भनेर सबै कुराहरू बनाउँछु है. सो त्यही भएर नछुटाएर फर्स्टदेखि एउटा लास्टसम्म हेर्नु होला है. भर्खर उठेको अनि सो सेज माई फ्रेन्ड चाहिँ म नुहाउन जान्छु अनि नुहाएर रेडी हुन्छु. त्यसपछि म फेरि देखाउँछु. रेडी भएर पनि निस्किसकेँ होइन. अनि चाहिँ बस चढ्छु अनि त्यहाँबाट सिटी जान्छु है. दिस इज माई फाइनल लुक्स गाइस है. अब म निस्केँ. के बनायो भने के को लागि भिडियो बनाउँदैछु भन्ने कुरा चाहिँ अहिलेसम्म मैले भनेको छैन कि होइन. Oh my goodness. आज चाहिँ लाइक मैले फर्स्टचोटि भ्लग बनाउँदैछु किन भन्दाखेरि चाहिँ लाइक मैले पहिला नि भ्लगहरू चाहिँ बनाइरहेको थिएँ होइन. तर मैले अपलोड चाहिँ गरेको थिइनँ कि. अनि आज चाहिँ बनाउँदैछु. सो फर्स्ट अफ अल चाहिँ मैले उठेकोदेखि भिडियो बनाएको छु. तर म त्यति धेरै बोल्न चाहिँ बोलेको थिइनँ कि. किन भन्दाखेरि अब अलरेडी मेरो रुममेटहरू हुनुहुन्थ्यो अनि उहाँहरू चाहिँ सुतिरहनु भएको थियो. सो किन डिस्टर्ब गर्नु भनेर मैले डिस्टर्ब गरिनँ होइन. अनि आज चाहिँ मेरो छुट्टी पनि हो अनि एक त टाइम पनि मिल्दैन थियो. त्यो कारणले गर्दा नि मैले भ्लग बनाएको थिइनँ. अनि आज चाहिँ छुट्टी पनि भयो प्लस पोइन्ट. अनि सपिङ गर्न जाँदैछु नेपाल पठाउनको लागि. अनि मेरो भाइ चाहिँ नेपाल जाँदैछ. त्यो कारणले गर्दाखेरि चाहिँ मैले भ्लग बनाउँदैछु होइन. अनि म चाहिँ एउटा गाडी चढेर आइसकेँ. गाडी चेन्ज गरिसकेपछि पनि मैले चाहिँ दुईवटा गाडी चेन्ज गर्नुपर्छ क्या मेरो भाइलाई भेट्नको लागि चाहिँ. अनि मैले एउटा गाडी चेन्ज गरेर आएर अब यहाँबाट म अर्को गाडी चढ्छु है. अब त्यसपछि एउटा गाडी आउँदैछ होला. तर उसलाई यस्तो झ्याउ लाग्छ नि यो घाममा चाहिँ. यस्तो कुरेर बस्नुपर्छ कि होइन. गाडीको लागि चाहिँ लाइक 5 मिनट्स जति चाहिँ लाग्छ. तर म यो मोबाइल पनि धेरै ह्यान्डल गर्न सक्दिनँ यार. यस्तो हात गल्छ नि है. त्यही भएर म मेरो भाइलाई भेटिसकेपछि देखाउँछु ल. यो भयो चाहिँ यस्तो सिन. मैले मेरो भाइलाई भेटिसकेँ छु. मेरो भाइ हो यो चाहिँ होइन. यो मेरो भाइ हो. त्यो चाहिँ आज नेपाल जाँदैछ कि. अनि त्यही भएर अनि हामी चाहिँ अब अलिअलि सपिङ गर्न आएको होइन. राति फ्लाइट हो नि त. अनि त्यो कारणले गर्दाखेरि चाहिँ लास्टमा चाहिँ म पैसा निकाल्न जान्छु किनकि पैसा छैन मसँग. हेर भन्छ भाइले मलाई फोन चाहिँ ओपन गरे कि होइन. भाई यहाँ पे क्या हो रहा भाई. ये कहाँ फंस गया भाई मैं. भाई ये क्या हो रहा. यो चाहिँ हाम्रो दिदीको सपिङ सबै मेरो नेपाल जान्दा चाहिँ म सपिङ चाहिँ उसको फेरि घर उसले मलाई पठाउन होइन नि. हाम्रो सपिङहरू चाहिँ सबै सक्यो. ट्याक्सी चढेर चाहिँ अब हामी 8848 रेस्टुरेन्टमा जाँदैछु. यो चाहिँ लाइक नेपाली रेस्टुरेन्ट हो. अनि यहाँ चाहिँ नेपाली रेस्टुरेन्टहरू एकदम कम्तीमा पाइन्छ क्या. अनि म चाहिँ पहिला त्यहाँ एकचोटि गएको थिएँ. मिठो लागेको थियो. त्यही भएर त्यहाँ जाँदैछौँ. खाजा खान्छु. खाजासाजा खाएर चाहिँ म घर गएर एकछिन रेस्ट गर्छु. त्यसपछि फेरि म मेरो भाइलाई नै भेट्न आउँछु कि. यस्तो टाउको दुखेको छ. आज छुट्टीको दिन पनि मेरो मजाले सुत्नै नपाइकन बित्यो यार. के भन्नु लास्ट हाम्रो भिडियो. अब म चाहिँ जान लाग्यो होइन. मेरो भाइ. ओके टेक केयर. बाई बाई. सायोनारा. म नेक्स्ट इयर नेपाल आउँछु. त्यसपछि भेट्छु. अनि फेरि पे गर्नुपर्छ ल. मेरो मान्छे कति तोलाको सुन चाहियो भन त तिमीलाई. बस पुरा भइसक्यो अस्ति फ्रीमा. फ्रीमा त जाँदिन भन है. फ्रीमा त लाँदिन भन. सुन्देऊ भन सुन.
गएको ल ल म गएको भाइ टेक केयर ल त्यो बाई 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 हेभ अ सेफ फ्लाइट मेरो भाइ Okay. गर्छौ गर्छु गर्छ मलाई ल बाई म अब ट्याक्सी ओके आई वान्ट टु म पहिला मेरो ब्यालेन्स हेर्छु नत्र म पैसा लिइराख्नु त 50 दिन देख्छ मसँग छ हो पुग्छ मलाई दिन मलाई केले पैसा चाहियो चिटिङ हात बोल्यो बाई तर टिकट लिएपछि भित्र छिरेको मात्र मलाई हेर्नु मन थियो कि त भित्र छिरिसकेपछि त मलाई आनन्द हुन्छ नि त नि ऊ म छिरिसकेँ यहीँबाट छिरिसक्यो बोर्डिङ पासमा छिरेपछि म केही पनि गर्न पाउँदैन टिकट यहीँबाट दिन्छ अरे सब कुरा बोर्डिङ पासमा पाउँछ मैले बाई बाई तर म हक गरेको छु कि मेरो भाइले छोड्नु मन छैन हेभ अ सेफ जर्नी बाई 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 नेक्स्ट इयर आउँछु नेपाल बाई ओके ल बाई टेक केयर